कुनै गाउँमा एउटा मेहनती र सहनशील व्यक्ति थियो। उसले हरेक काम भ्याउने गर्थ्यो। एक काम सक्ने बित्तिकै अर्को काम गर्न सुरु गर्थ्यो। गोरु जोत्न, घाँस झार्न लगायत सम्पूर्ण कामहरू ऊ एक्लै गरौँ भन्थे। ऊ जताततै फिटिङ खालको मान्छे पनि थियो। भिडियो बनाउनदेखि लगेर हरेक काममा ऊ लागि पर्थ्यो। यो हो रामेछाप भुजीको कथा। ऊ काम सकेपछि कुनै ठाउँ घुम्न पनि हिँड्ने गर्थ्यो। ऊ एकदम सहनशील र विवेक भएको मान्छे थियो। उसलाई सबैले राम्रो व्यक्ति भनेर चिन्ने गर्थे। उसलाई या दिन या रात केही थाहा हुँदैन थियो।